साथीहरु आज चाहिँ हामीले घरमा चाहिँ चिकन मोमो बनाउन लागेको छौं हैन हजुरहरुलाई चाहिँ चिकन मोमोको लागि के चाहिन्छ भनेर म देखाउँछु हजुरहरुलाई यो चाहिँ बन्दाकोपी हो हैन हजुरहरुलाई बन्दाकोपी चाहिन्छ आफ्नो कति बनाउने हो त्यही अनुसार मैले चाहिँ दुईटा लिएको छु हामी अलि धेरै बनाउँछौं अनि यसमा चाहिन्छ हरियो प्याज हैन अनि धनिया हजुरहरुले स्वाद अनुसार चाहिँ कति चाहिन्छ आफुलाई अड्कलेर धनिया लिन सक्नुहुन्छ यसलाई चाहिन्छ प्याज लिएको छु अनि किमा पनि चाहिन्छ किमा लिएको छु अनि मोमो मसला मैले चाहिँ सोया सस पनि राख्छु सोया सस अनि यसमा चाहिन्छ सोयाबिन मैले यहाँ भिजाएको छु हैन सोयाबिन अनि स्वाद अनुसार नुन खोर्सानी त अलि पछि हजुरहरुलाई म देखाउने छु है त हेर्नुस् त मैले चाहिँ बन्दा लिएको छु बन्दालाई चाहिँ सानसानो यत्रो पिस पारेर काट्छु मैले किनभने यो चाहिँ ग्राइन्ड गर्ने हो धेरै मसिनो पारेर पनि काट्न पर्दैन है यति सानसानो बनाउँदाखेरि ठिकै हुन्छ हजुरहरुले ग्राइन्ड गर्दाखेरि मसिनो बनाउन नि राख्नु पर्दैन हैन यत्रो बनाएपछि हुन्छ मसँग चाहिँ प्याज छ सुकेको प्याज रातो प्याज चाहिँ स्वाद अलि राम्रो लाग्छ कि मलाई मिठो लाग्छ त्यही भएर रातो प्याज सानसानो टुक्रा पारेर काट्ने यो चाहिँ घरमै फलेको मेरो चाहिँ प्याज हो हरियो प्याज पखालिओरी काटेकै पखाल्न पर्छ पहिला यो चाहिँ धनिया सानसानो पारेर पिस पारेर काट्ने किनभने यो चाहिँ मिक्सरमा हालेको त्यति स्वाद आउँदैन त्यही भएर मैले चाहिँ आफैले चक्कुले काट्छु अनि त्यसपछि सबै चाहिँ यो किमामा चाहिँ हेर्नु त मैले बन्दाको उसमा ग्राइन्ड गरिसकेको छु त्यो माथि चाहिँ टक्क राख्दै छु अब यसमा चाहिँ सोया सस किमा प्याजलाई चाहिँ मैले ग्राइन्ड गर्छु हेर्नुस् है त कस्तो राम्रो फ्लेभर आउँछ हेर्नुस् त कस्तो दामी देखिएको छ अनि ल हेर्नुस् कस्तो राम्रो देखेछ अब मैले एउटा प्यान बसाल्ने त्यसमा चाहिँ बटर तपाईले कति चाहिन्छ कति मोमो बनाउनु हुन्छ त्यही अनुसार बटर राख्नुस् स्वाद अनुसार हजुरले चाहिँ नुन राख्न सक्नुहुन्छ कति किमा छ त्यतिमै चाहिँ अड्कलेर राख्नु होला है कति चाहिन्छ भनेर नुन पछाडी हजुरलाई चाहिने चाहिँ बेसार राख्न पर्छ बेसार पनि कति आफूले अड्कलेर हाल्नु होला कति चाहिन्छ हजुरले चाहिँ धनिया जिरा कति धुलो पाउडर हो यो चाहिँ मैले चाहिँ पाउडर राखेको छु हजुरले मोमो मसला चाहिँ छुटाउनै हुँदैन मोमो बनाउँदा मोमो मसला चाहिँ एकदमै मिठो फ्लेभर दिन्छ अनि सोया सस चाहिँ हजुरहरुलाई मन लाग्छ भने राख्दा पनि हुन्छ है मलाई चाहिँ यो सोया सस राखेको मिठो स्वाद लाग्छ यो चाहिँ अदुवा लसुनको पेस्ट हो मसँग चाहिँ अलरेडी थियो त्यही भएर पेस्ट हालेको मजाले यसलाई चाहिँ बटर पगालेको मेरो चाहिँ अलिकति बटर धेरै अलि खार रहेछ त्यही भएर यस्तो कलर आएको तर मिठो स्वाद आउँछ हेर्नुस् त त्यसलाई मजाले मुछेपछि यति मिठो फ्लेभर आउँछ कस्तो राम्रो देखिन्छ मोमो पनि हेर्नुस् त किमा यस्तो दामी किमा देखिएको छ है यति सामानको चाहिँ किमा हुन पर्छ यो चाहिँ मैले मोमो र्यापर लिएको छु अलरेडी हैन यसमा चाहिँ आफुलाई कति चाहिन्छ त्यति किमा राख्ने किमा राखेपछि चाहिँ अनि यो साइडमा चाहिँ यसरी मजाले पानी लगाउने अनि मैले चाहिँ यस्तो लाम्चो मोमो बनाउँछु यसमा यस्तो टुप्पामा यसरी लिने यसरी हेर्नुस् त यसरी अम्ला बुढी अम्ला भित्र राख्ने दुईटा अम्लाले बढाउँदै लाने यसरी फाइनल लुक चाहिँ यस्तो भयो मोमोको यस्तो सेप भयो हेर्न सक्नुहुन्छ मोमो चाहिँ हामीले यति धेरै बनाइसक्यौं हैन अब यसमा मुनि चाहिँ हामीले अलिकति हाल्नु छ ल हाम्रो चाहिँ फाइनल लुक मोमोको चाहिँ यस्तो भइसकेको छ हेर्न सक्नुहुन्छ है हेलो गाइज यो चाहिँ मोमोको लागि चाहिँ अचार बनाउनको लागि हामीले रेडी गरिरहेका छौं हैन यसको लागि चाहिँ के चाहियो भने पहिला सुरुमा चाहिँ टमाटर मैले चाहिँ यति चाहिँ टमाटर हेर्नुस् त टमाटर लिएको छु यसमा चाहिन्छ तिल कचौरामा तिल लिएको छु यसमा चाहिन्छ आलस हाल्दा नि मिठो हुन्छ अनि यहाँ बदाम राखेको छु यो बदाम चाहिँ भुट्न बाँकी छ भुटेर राख्नुपर्छ हैन अनि स्वाद अनुसार हजुरले धनिया अनि डल्ले खोर्सानी एकदम मन पर्छ हामीलाई चाहिँ डल्ले खोर्सानी अनि यसमा राखिन्छ अलिकति लसुन काटेर राखेको मैले चाहिँ यति हैन लसुन अनि स्वाद अनुसार हजुरले नुन र बेसार राख्न सक्नुहुन्छ है त यसरी चाहिँ बदाम मैले यसरी भुट्न पर्छ हैन यसरी भुटेको छ है बदाम यो चाहिँ आलस हो यसमा चाहिँ तिल छ हैन यो चाहिँ सबै पड्केपछि यसरी सिलौटोमा चाहिँ मजाले हजुरले पिस्न सक्नुहुन्छ यसमा चाहिँ जिरा
तेल हालेको छु मैले यसमा जिरा फुरौनी हल्का हल्का अलिकति ब्राउन भएपछि यसमा मजाले लसुन राख्ने हल्का लसुन चाहिँ यति ब्राउन हुनुपर्छ यति ब्राउन भएपछि हजुरहरूले चाहिँ मजाले यसरी टमाटरले बनाइदिन सक्नुहुन्छ है त यसमा चाहिँ मैले स्वाद अनुसार नुन अनि यसमा चाहिँ बेसार हालेर मजाले चलाएर यसरी मजाले चलाएर चाहिँ ल हाम्रो मोमोको अचार चाहिँ रेडी भयो है त हेर्नुहोस् यस्तो लुक्स आयो फाइनल लुक्स वाउ ल हेर्नुहोस् त मोमोको अचार कस्तो दामी भयो ल मोमोको अचार दामी